सबैजनालाई मेरो नमस्कार। यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर र आफूलाई मन परेको स्टक अथवा आफूलाई कुन स्टकमा एनालाइसिस गर्न मन लागेको छ त्यसको बारेमा कमेन्ट गर्न सक्नुहुनेछ र मैले आगामी दिनमा तिनै स्टकहरूको बारेमा पनि भिडियो बनाउन सक्नेछु। आज मैले नेपाल स्टक एक्सचेन्जको हाइड्रो पावर सेक्टर अन्तर्गत डेली बेसिसमा रहेर टेक्निकल एनालाइसिस गर्न गइरहेको छु। अहिले हाइड्रो पावर सेक्टर 3477 बिन्दुमा आएर बसेको छ। यदि यहाँबाट डिमान्ड आयो भने 3500 को जोनमा पुग्नेछ। त्यो एरियामा पुगेपछि त्यहाँ सामान्य सप्लाई आउँछ नै। अहिले हाइड्रो पावर सेक्टर हेर्दाखेरि नन ट्रेडिङ जोनमा छ। कि त हामीले 3162 मै किन्न पाएको भए राम्रो हुन्थ्यो। त्यसपछि 3370 मै पनि किन्न पाएको भए राम्रो हुन्थ्यो। र अहिले किन्दाखेरि 3428 को जोनलाई स्टप लस राखेर किन्न सक्छौँ। तर माथि नजिकै रेसिस्टेन्स अथवा सप्लाई जोन 3500 मा रहेको हुनाले अहिले किन्नु त्यति राम्रो देखिँदैन। मेरो कुरालाई अथवा मेरो यो एनालाइसिसलाई आधार मानेर बाइ सेल गर्ने काम त नगर्नु होला। तैपनि मैले यहाँ टेक्निकल रूपमा जुन देखेको छु त्यसको बारेमा भनिरहेको छु। यदि 3500 को जोनलाई पनि पार गरेर माथि ओडियो भने यो 3632 सम्म पुग्न सक्छ अथवा त्यो एरियामा पुगेपछि सप्लाई आउँछ नै। र त्यहाँ आएको सप्लाईलाई पनि खान सक्यो भने 3727 सम्म पुग्न सक्छ र त्यहाँ पनि सप्लाई आउँछ नै। त्यो सप्लाईलाई खान सक्यो भने त्योभन्दा माथि जान सक्छ। अहिले यसरी धेरै माथि जान सक्ने कुरा चाहिँ नगरौँ। र यदि 3477 वरपरबाट सप्लाई आएर त्यो सप्लाईलाई डिमान्डले पुरै खान सकेन भने फेरि 3428 को जोनमा सपोर्ट रहेको छ। र यो सपोर्टलाई पनि सप्लाईले थेग्न सकेन भने बढी सप्लाई आयो भने 3370 सम्म आउन सक्ने देखिन्छ। र 3370 मा यसको डिमान्ड जोन रहेको छ। मैले हजुरहरूलाई हाइड्रो पावर सेक्टरमा कहाँ चाहिँ डिमान्ड जोन छ र कहाँ चाहिँ सप्लाई जोन छ भनेर प्रश्न पार्ने अवसर पाएँ र यो ज्ञान हजुरहरूले लिन पाउनु भएकोमा म खुसी छु। र सर्वप्रथम त मैले के भन्दछु भने आइपिओ भर्ने काम गर्नु होला। सेयर मार्केटमा बाइ सेल गर्छु र पैसा कमाउँछु भनेर दोस्रो बजारमा हाम नफाल्नु होला। किनकि दोस्रो बजारमा हाम फाल्नु भनेको पुस्तकको पन्नामा पौडी खेल्न सिकेर अथवा पुस्तकको पन्ना पढेर पौडी खेल्छु भने जस्तै हो। किताब पढेर अरूले भनेको कुरा सुनेर र बाहिरबाट कसैले केही सल्लाह सुझाव दिएर दोस्रो बजारमा लगानी गर्यो भने त्यो लगानीले नाफाभन्दा घाटा नै धेरै बनाएको देखिन्छ र समस्या पारेको देखिन्छ। त्यसैले आफूले ज्ञान लिएर आफूले जानेर बुझेर मात्रै दोस्रो बजारमा लगानी गर्नु होला अथवा बाइ सेल गर्ने काम गर्नु होला भन्दै म हजुरहरूको यो टेक्निकल एनालाइसिस गर्ने मान्छे बिदा हुन्छु। हस् त, धन्यवाद, नमस्कार।